बेन निकाल्ने काम चाहिँ हजुरले गर्नुहुन्छ अरे हैन हजुर बेन निकाल्ने काम चाहिँ हजुरले गर्नुहुन्छ हजुर बेन निकाल्ने काम हजुरले गर्नुहुन्छ मैले गर्छु सबैले गरिहाल्छ ए त्यो निकाल्ने चाहिँ सिप चाहिने हो भने सिप चाहिन्छ तरिका चाहिन्छ आइडिया एकदम चाहिन्छ आइडिया चाहिँ लगाउनु त्यो नभए सक्यो म तल गइहाल्छु भिरमा अब भातको बनाउनुको लागि हिँड्नु लाग्छ अब हेर्न बाँकी छ हेर्नु बाँकी धेरै बाँकी छ मेरा कुरो भङ्गरिया मैला हो नि त्यो गर्न जाने बाँध्ने अरूले बाँध्दो रहेछ नि कसरी अलिक कुरो गर्न पनि हुन्छ तर बाँध्ने काम चाहिँ धेरै बलियो नि सेफ्टीको हिसाबमा पनि राम्रो के कहिले काहीँ सट्टाबाट खिच्नु भन्ने हुँदैन अहिले त्यो तलबान सबैजना वहीँ तन मौरा चाहिँ सुरु भयो नै भर्खरै मौरा सुरु भयो ध्यानै गरेको थियो मचान्ने चाहिन्छ मैले सिस्टम नि भन्ने त हो बेकार भयो नि त्यसले कटाउ मिल्छ कटाउ मिल्न त मिल्दैन डिलिट गर्न मिल्छ होला मिल्दैन क्या यसमा त्यहाँ त उसले कमाउनु लाग्यो मोबाइल मान्छे त जाँदैन एक बिहान हामी ढाँगा त्यो चौकी थिए गोरीबाट गएर तँलाई आज अरू म मार्छ अनुमति
यहाँ ऊ बाजेर र डालमिसन बाजेर र छोरो आएछ खोज्नु भन्नु पर्यो जङ्गल हो क्या न होइन त्यो अर्काउन र हालिन आउने हामी कस्तो हुन्छ यो कहाँको मुलुक रहेछ यो खानु पनि नलाएर के खान्छ नि कसरी खायो कसरी पायो नि पशु कुकुर स्वास्थ्य जस्तो मान्छे रहेछन् गुनु मात्र जस्तो मान्छे रहेछ पनि कोही भन्दा देख्नु भने क्या अनि बाहिर अर्कोले सोध्छ कस्तो काला भाँडा चाहिँ नि हेरे यही फोटो खिचिदिएको यसो नै खानुपर्छ एकछिन बहिनीमा खाँदै ढलिदिनुपर्छ वास्तवमा देखाउने यस्तै हो त कटुको जान्ने धेरै माथि हो त्यहाँ जान्ने अहिले तपाईँ पहिले जानु होला होइन बाजुरामा धेरै विकास भएको छ क्या पहिलेको तुलनामा। खान चाहिँ कम पैसा रहेछ भन्नु त्यो पनि ठाउँ बेचेत पनि हुन्छ भनेर कुरा गरे क्या तर पनि यो सत्य हो बेचेत पनि छ क्या गाह्रो छ जिन्दगी कटाउन भाइ यो खर्चुको फुलमा त जुन मौरो हुनुहुन्छ एकदम बारीमा फुलमा त्यस्तो रस पनि हुन्छ खर्चुको हो क्या यस्तो मौरो हुनुहुन्छ खर्च पातमा त्यो म पनि दिन्न चाहन्छु त्यो त पुसमा